फेरि पनि सबैलाई जय मसीह। आजको वचन भजन सपना 91 को 41 पद लिएर आएकी छु। परम प्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउने छु। त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु। त्यसले मेरो पुकार गर्छ र म त्यसलाई उत्तर दिनेछु। त्यसको दुःखको घडीमा म त्यससँग हुनेछु। म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु। लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु। साँच्चै नै परमप्रभु कति महान हुनुहुन्छ। हामीले परमप्रभुलाई ग्रहण गरेकै कुराले परमप्रभुले हामीलाई यति प्रेम गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ, त्यसले मेरो नाउँ ग्रहण गरेको छ, त्यस कारणले म त्यसलाई रक्षा गर्नेछु, त्यसलाई सुरक्षा राख्नेछु र त्यसले मलाई पुकार्छ र म त्यसलाई उत्तर दिनेछु भन्नुभएको छ। कुनै चिज छैन जसले हामीले उहाँलाई पुकारेर उत्तर दिने चिज एक मात्र परमेश्वर हुनुहुन्छ साँचो। अरू कुनै चिज बोल्न सक्दैन। जस्तो परमप्रभुको वचनले भन्नुहुन्छ, उहाँले मात्रै उत्तर दिनुहुन्छ र उहाँले मात्रै दुःखको घडीमा पनि सुखको घडीमा पनि छोडेर कहिल्यै पनि जानुहुन्न। वचनले त्यही नै भन्दछ। अनि त्यससँग म हुनेछु भन्नुभएको छ। अनि आदर गर्नेछु, लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु। साँच्चै नै परमप्रभुले वचनमा भन्नुभएको छ, म तँलाई प्रेम गर्छु, म तँलाई उद्धार गर्नेछु। त्यसले मलाई पुकार्छ र म त्यसलाई जवाब दिनेछु, त्यसलाई छुटाउनेछु, आदर गर्नेछु, लामो आयु दिएर त्यसलाई सन्तुष्ट तुल्याउनेछु भनेर जसरी वचनले भन्दछ, त्यसरी नै परमप्रभुले हामीलाई सुरक्षा राख्नुहुन्छ। परमप्रभुको नाउँ ग्रहण गरेकै कारणले परमप्रभुले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले जस्तो सुकै परिस्थिति भए पनि म तँलाई छोड्दिनँ र म तँलाई रक्षा गर्नेछु, म तेरो साथमा रहनेछु भनेर परमप्रभुको वचनले त्यही नै भन्दछ। साँच्चै नै प्रभु कति महान हुनुहुन्छ। जब यो वचन पढ्दा यो मनलाई यति उल्लास र आनन्द लाग्दछ। एक परमेश्वर हुनुहुन्छ जसले तँलाई त्याग्ने छैन, छोड्ने छैन, तँलाई लामो आयु दिनेछु भन्नुभएको छ। तैँले मसँग उत्तर सोध्नेछस्, म तँलाई प्रश्न दिनेछु भन्नुभएको छ। हामी त योग्य त छैनौँ, तर पनि हामी जब परमप्रभुको सामु आफ्नो दुःख कष्ट सुख हर छेड गरेर परमप्रभुको वेदीमा जब जान्छौँ, उहाँको उपस्थितिमा उहाँलाई प्रार्थना गर्छौँ, तब परमप्रभुले त्यो उल्लास त्यो आदर भनेर परमप्रभुले भन्नुभएको छ। सबै कुरा प्रभुले दिनुभएको छ। किनकि प्रभुले भन्नुहुन्छ, जब उहाँको हामी उपस्थितिमा जान्छौँ, जब प्रार्थना गर्छौँ, प्रभुले त्यसको उत्तर दिनुहुन्छ र हरेक कुराबाट परमप्रभु बोल्नुहुन्छ। के कुरा सही हो, के कुरा गलत हो, यो गर यो नगर भनेर जब प्रभुले सिकाउनुहुन्छ, प्रभुको वचनले पनि त्यही भन्दछ कि हामी परमप्रभुलाई नै पुकारौँ, जसले उत्तर दिन सक्नुहुन्छ, जसले हाम्रा कुराहरूलाई मनन गरेर हामीलाई बताउन सक्नुहुने परमेश्वर हुनुहुन्छ। प्रभुले त्यही नै भन्नुहुन्छ। साँच्चै नै प्रभुको यो वचन महान छ। यो वचन यत्तिकै राख्दछु। फेरि पनि प्रभुलाई धन्यवाद भएको होस्।